Hello everyone, namaste. This is Santosh Lama Sunavas and welcome to my very short vlog. आज चाहिँ हामी थोरै टाढोको यात्रा गर्दैछौँ अलगावको र मसँग मेरो अत्यन्तै प्यारो स्विटर माई डार्लिङ एन्ड माई फ्रेन्ड हैन अथवा भाइ जे भने पनि हुनुहुन्छ सुरेन्द्र काजी। नमस्ते, वेलकम टु आवर ब्लग। अनि आज चाहिँ हामी स्पेसली अलगावमा के को लागि जाँदैछौँ भने तपाईँहरूलाई देखाउनेछौँ। हामीसँगै रहनुहोला। आजको अनुभवहरू तपाईँलाई सेयर गर्छौँ। हामी सर्टमा सेयर गरेछौँ किनभने आजभोलि टिकटकमा इन्स्टामा फेसबुक भनौँ न सोसियल मिडियामा चाहिँ सर्ट क्लिप्सहरू नै चल्ने हुँदाखेरि सर्ट नै हामीले बनाउन खोजिरहेछौँ। लेट्स गो गाइस, हामी चाहिँ यहाँ आइपुग्यौँ, रेडी भइसक्यौँ। यो चाहिँ गिफ्ट है गाइस, यो पनि गिफ्ट है। यो फर्किनु हो। अनि चस्मा चाहिँ गिफ्ट रहेछ है। 90 इङ्ग्लिसमा नबोलौँ, नेपालीमा बोलौँ, 95 युरो चस्मा अरे यो हाम्रो के भन्छ अरे टुरी खेलमा 2 रुपियाँमा पाउने चस्मा होइन। लगाइयो यो के भन्छ अरे गाडी बिग्रिँदाखेरि लाउने टाइपको कपडा पनि लगायो। One, two. पार्सलहरू रेडी छ। अब हामी रेडी छौँ। Hello! Welcome to Skydive Algarve. How are you? Fine? Yeah, it's good. Tell me, what is your name? Santosh. Santos. Santos, this is your first time? No, it's my fourth time. Fourth I time. already jumped 3 times in Nepal. Yeah. Oh yeah. You enjoy? But I'm very excited to jump here because the Algarve is very beautiful city. beautiful. I think in the world, right? Yeah, So I'm very excited to jump here. Nice. Let's do it. Yeah. Tell me everything, what you feeling. It was really very amazing. Yeah. Yeah. With Luis,
फाइनली हामीले जम्प गरिसक्यौँ होइन. इट वाज भेरी भेरी अमेजिङ एक्सपिरियन्स. एन्ड हामीसँग चाहिँ धेरैजना जम्प गरेको थियो होइन, तर अहिले चाहिँ हामी 3जना छौँ. एकजना स्वयं भिडियो क्यामेरा खिच्ने काजी भइहाल्यो. एन्ड एक्सक्युज मी, वाट्स योर नेम? ओके, सी इज अल्सो जम्प विथ अस. पहिला टुचअप गरेको हुन्छ नि त, मिल्दैन नि त. फाइनली गइसक्यो हामी रेस्टमा छौँ. तिनजनै जम्प गरेको सँगै We have done sky dive. नयाँ टोलीहरू रेडी हुँदैछ. अलराइट गाइज, हामी स्काई डाइभ गरेर पनि सकिएर पनि फेरि यो अलगाको बिच साइडतिर घुम्न आइरहेको छ. अब खाजा खाने ठाउँ खोजेको होइन, भेटिएन कि झुक्कायो. म्यापमा जुन थियो त्यो रेस्टुरेन्ट चाहिँ नरहेछ यहाँ. अन्त हामी चाहिँ अब यहाँ एउटा सानो टुरिज्म स्पटमा आएको छौँ. तपाईँहरू उहाँ हेर्न सक्नुहुन्छ बिच. यो चाहिँ अलगाको द मोस्ट ब्युटिफुल बिचमा पर्छ होइन. यहाँ यो मैले अलरेडी पहिला पनि घुमिसकेको छु. यो जुन तपाईँले देख्नु भएको छ, यो डाँडाको मुनि चाहिँ एउटा सुरुङ छ, केभ छ. अनि त्यो केभबाट छिरेर फेरि यतापट्टि अर्को ठाउँमा निक्लिन मिल्छ. वा, त्यो एकदम ब्युटिफुल छ है. त्यो चाहिँ यतापट्टि निस्किन्छ. त्यस्तो छ. हामी चाहिँ मेन अलगाको स्पटमा छौँ. धेरै ब्युटिफुल प्लेसेसहरू छ यहाँ होइन. अब सबै आज हामी एकदम सर्टेन टाइम लिएर आएको भएर सबै देखाउन डुलाउन सकिँदैन. सो जति हुन्छ त्यतिमै इन्जोय गर्न होला है. स्पेसली आज चाहिँ हाम्रो स्काई डाइभको प्लान थियो होइन दाजुभाइको. हामीले त्यो चाहिँ कति 2 हप्ता अगाडि बुक गरेको. 2 हप्ता अगाडि बुक गरेको. अनि खासमा हाम्रो यो स्काई डाइभको सेड्युल भनेको चाहिँ कहिले थियो अरे? अस्ति 10 तारिकको थियो. अनि त्यो वेदरको जुन 10 मा थियो हाम्रो. अनि वेदरको खराबीले गर्दाखेरि होइन आज फ्राइडे फाइनली आज कति तारिक? आज 13 तारिक. आज 13 तारिकमा उनीहरूले बिहान 9 देखि 11 बजेको टाइम राखेको थियो हामीलाई. एन्ड हामी थोरै बाटो यहाँ बिग्रेको रहेछ अनि बनाउँदै रहेछ भनौँ न. बाटो बिग्रेको कारणले गर्दाखेरि धेरै ठाउँमा बाटोहरू ब्लक रहेछ. त्यो हामीलाई त्यो अफिस पत्तो लगाउन नै अलमोस्ट 1.5 आवर लाग्यो. तैपनि गऱ्यौँ. तपाईँहरूलाई त्यो भिडियो पनि हामी राखिदिन्छौँ, इन्जोय गर्नुलाई हेरेर पनि होइन. पोर्तुगलको अलगाभ भनेको चाहिँ द मोस्ट ब्युटिफुल सिटी इन द वर्ल्डमा गनिन्छ. त्यो सिटीलाई चाहिँ हामीले फ्रम द स्काई हामीले एक्सपिरियन्स गऱ्यौँ, हेऱ्यौँ होइन त. अनि सबभन्दा मेन कुरो त माथिबाट फराल्दाखेरि होइन जुन जिरो ग्राभिटी थियो त्यसको एक्सपिरियन्स छुट्टै छ. तल झरिसके पछाडि भाइको ह्यान्डसमनेस हुन्छ नि, आमाले हेर्नु न, यो त हेर्नु न, आमामा ह्यान्डसम हेर्नु न, यो एक्सपिरियन्स छुट्टै छ क्या फेरि है. ओके, stay tuned with us and we will show more things for you. Yeah, okay, stay tuned with us. बल्ल बल्ल खोज्दा खोज्दा एउटा इन्डियन रेस्टुरेन्ट भेट्यो होइन, कोमल रेस्टुरेन्ट एन्ड बारमा हामी आएको छौँ. अब यसमा चाहिँ हामी खाजा खान्छौँ अनि त्यस पछाडि फेरि ब्याक टु लिस्बन. अनि दाइ तपाईँलाई अलगाभ आएर कस्तो महसुस भइरहेको छ? अलगाभ त म यो पटकसँग 4 पटक भयो, तर पनि यो टाइम चाहिँ एकदमै स्पेसल भयो. किन स्पेसल भयो भन्दाखेरि म अगाडि आउँदाखेरि मात्रै भिजिट गरेको थिएँ, डुलेको थिएँ होइन. तर यसपालि चाहिँ स्काई डाइभ गरेको, किनभने पोर्तुगलको यो विशेषतामध्येको स्काई डाइभ पनि एउटा हो. र त्यही माथि अलगाभ सिटी फ्रम द स्काई हेर्न पाउँदाखेरि यस्तो दामी अमेजिङ एक्सपिरियन्स भयो होइन. अब त्यही हो, अरू त अलगाभ सिटी अलरेडी घुमिसकेको र त्यसै पनि ब्युटिफुल छ. त्यसमाथि सुनमा सुखन्दा आजको यो स्काई डाइभले भयो. ओके, थ्याङ्क यू दाइ. अलगाभको बिच
बाटो राम्रो छेवैको ढलले मायालाको होइन छलले कसलाई पठाइदिउँ